ऋतु हो जुन ऋतुमा हामीलाई परमेश्वर राख्नु भएको छ त्यो ऋतुलाई तपाईले आनन्द गर्नुहोस् र मेरो यहाँलाई सल्लाह पनि छ जवानहरू हजुर हजुर र अविवाहित हुने एउटा टाइम हो। मैले 23 वर्षको उमेरमा बिहा गरेँ र 22 वर्षको उमेरसम्म जुन ऋतु थियो त्यो साह्रै राम्रो ऋतु थियो सिजन र जुन बेला म प्रभु सेवाकामा लागिरहने मौका प्रभुले दिनुभयो र म सन्डे स्कुल टिचिङको रूपबाट सुरु गरेँ 1989बाट 16 वर्षको उमेरमा बालसमिति टिचरको रूपमा म सेवाकामा आएँ। अनि त्यस पछाडि युथ सेवामा मण्डलीको डिकनको रूपमा काम गरेँ पूर्वमा धेरै सालसम्म। अनि त्यस पछाडि चाहिँ हामी पढाइको लागि बाहिर गयौँ त्यस पछाडि र सुरुमा चाहिँ मैले बिहा नगर्ने भनेर सोचेको थिएँ। मैले एउटा किताब पढेको थिएँ त्यसमा चाहिँ विशेष जोड दिएको चाहिँ पावलको पहिलो कोरिन्थी 7 लेखेको थियो त्यसको व्याख्या गरेको थियो। अनि त्यो किताबबाट म धेरै प्रेरणा पाएँ र पावलले भने तपाईँलाई थाहा छ होला विवाहितहरूले कसरी आफ्नो पत्नीलाई र पतिलाई खुसी राखौँ भनेर फिक्री गर्दछ तर अविवाहितहरूले चाहिँ कसरी परमेश्वरलाई प्रसन्न राखौँ भनेर फिक्री गर्दछ। यो शब्दको कारणले चाहिँ म एकदम प्रभावित भएको। त्यसले गर्दा म सायद बिहा गर्दिनँ होला, बिहा नगरी प्रभु सेवा गर्छु भनेर मैले सोचेको थिएँ र अविवाहित रहने मेरो चाहना पनि थियो। तर पछि गएर चाहिँ मेरो श्रीमतीसँग जब भेट भयो 95मा र 95मा हाम्रो भेट भएपछि चाहिँ अविवाहित हुने भन्ने कुरा चाहिँ कता हराएर गयो र परमेश्वर एउटा ऋतु थियो जस्तो लाग्छ मलाई र परमेश्वरले सबैको जीवनमा एउटा ऋतु राख्नु भएको छ। यसकारण जवानहरू जो अविवाहित हुनुहुन्छ अविवाहित समयलाई तपाईँले आनन्द गर्नुहोस्, त्यसलाई उत्सव बनाउनुहोस् किनकि यो समय फेरि आउँदैन। तपाईँले चाहे पनि विवाह गरेपछि फेरि म सिङ्गल हुन्छु भन्नु मिल्दैन। अविवाहित रहने एउटा समयलाई तपाईँले आनन्द गर्नुहोस्, उत्सव बनाउनुहोस्। अनि परमेश्वरले विवाहको ऋतुमा ल्याउनुहुन्छ त्यो भिन्नै ऋतु श्रेष्ठ ऋतुमा भने जस्तै जब उनीहरूले विवाह गर्छन् उनीको जीवनमा एउटा भिन्नै आनन्द परमेश्वरले ल्याउनुहुन्छ। विवाहको ऋतु अर्कै ऋतु, विवाहभन्दा अगाडिको ऋतु फरक ऋतु हो। अनि दुवै ऋतुको अनुभवबाट परमेश्वरले हामीलाई लैजानुहुन्छ। यसको त्यो ऋतुलाई पर्खनुहोस् जवानहरू, अत्तालिहाल्नुपर्ने कुनै कारण छैन। तर विवाहको ऋतुतिर परमेश्वर जब ल्याउनुहुन्छ अनि त्यो अर्को एउटा महिमित ऋतुमा जब ल्याउनुहुन्छ त्यो भिन्नै अनुभवबाट तपाईँले जानुहुनेछ। त्यस पछाडि 7औं आज्ञा छ आमा बुवाको आशिषबाट बिहा सुरु गर्नुहोस्। आमा बुवाको आशिष मैले तपाईँलाई उत्पत्तिको 28 अध्याय पढ्न गइरहेको छु। उत्पत्तिको 28 अध्याय यसरी लेखेको छ 28को 1 पदमा तब इसाकले याकुबलाई बोलाएर आशीर्वाद दिए र यसो भनेर आज्ञा गरे तैँले कनानी स्त्रीमध्ये कसैलाई विवाह नगर्नु। अब तपाईँले थाहा पाउनु भयो होला इसाक र रिबेकाको विवाह चाहिँ त्यसलाई चाहिँ हामीले एरेन्ज म्यारेज भन्न सक्छौँ। विवाह चाहिँ मागी विवाह भनौँ, एरेन्ज म्यारेज। पछि इसाक र रिबेकाको 2 छोरा भयो। हामी सबैलाई थाहा छ इसाक र रिबेकाको 2 छोराहरू एसाव र याकुब। अनि याकुबको विवाहको बारेमा चाहिँ यसरी लेखेको छ अब बुवाले भन्दछ अब तिमी विवाह गर्ने उमेर पुग्यौ, अब तिमीले विवाह गर्नुपर्छ। अनि याकुबलाई बुबाले आशीर्वाद दिएको लेखेको छ। तर कोसँग बिहा गर्नुहुन्छ कोसँग बिहा गर्नु हुँदैन त्यो चाहिँ बुवाले याकुबलाई सल्लाह दिए। अब हिब्रूको कल्चर चाहिँ हिब्रूको बाइबलले पुरानो कल्चर चाहिँ के थियो भन्दा चाहिँ छोराछोरीको विवाहको निम्ति आमा बुवाले नै अङ्ग्रेजीमा इनिसिएटिभ भन्छ, आमा बुवाले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्ने कुरा छ। अनि मलाई लाग्छ आज पनि त्यो अति आवश्यक छ। यसकारण जति यहाँ आमा बुवा हुनुहुन्छ तपाईँको नानीको जब तपाईँको नानीको टिनेजर अनि जवान हुने त्यो ऋतुतिर त्यो समयतिर तपाईँले पुगेको देख्नुहुन्छ आफ्नो नानीसँग बसेर विवाहको बारेमा कुरा गर्न आवश्यक छ। यसको हाम्रो खाना खाने टेबलमा मेरो छोरासँग हामी दुवै बुढाबुढी श्रीमती बसेर हाम्रो छोरासँग हामी प्राय बात गऱ्यौँ। मेरो छोरालाई थुप्रै सेमिनारहरूमा मैले सँगै लिएर गएँ ताकि मेरो जीवनमा गलत विवाह नगरोस् भन्ने मेरो चाहना हो। र मेरो छोराले पनि विवाहको विषयमा जब उसले अहिले बुहारीसँग मन परापर भयो त्यसपछि उसले बारम्बार हामीलाई अपडेट दिइरहेको थियो। अनि मैले बारम्बार हामीलाई सोधिरहेको थिएँ
तिमीले कसैलाई मन पराउँछौ भने भन, हामी तिम्रो साथमा छौँ र हामी तिमीलाई सहयोग गर्नेछौँ। यसरी हामीले खाना खाने टेबलदेखि सुरु गरेर निरन्तर विवाह नगरेसम्म परामर्श दिने काम गरिरहे र हरेक आमा बुवाको एउटा ठुलो जिम्मेवारी छ, विशेष गरी विवाहको विषयमा। र पुरानो करारको सबै विवाहहरू चाहिँ आमा बुवाले नै सल्लाह दिएर देख्दछ, किनकि आमा बुवाको ठुलो भूमिका छ। आजको आमा बुवाहरूलाई पनि मेरो आग्रह छ, आफ्नो नानीसँग, उमेर पुगेका नानीसँग विवाहको बारेमा कुरा गर्नलाई नडराउनुहोस्। तपाईँ खाना खाने टाइममा बुढाबुढीसँगै बसेर इन्फर्मल्ली अनौपचारिक रूपमा पनि नानीसँग बात गर्न सक्नुहुन्छ। अब इसहाकले याकुब जवान भएको देखेर भन्दछ, अब तिमीले विवाह गर्नुपर्छ, तर तिमीले कनानीहरूसँग चाहिँ बिहा नगर्नु, त्यो बाहेक होइन ब्रो, विवाह गर्न मिल्नेहरूसँग तिमीले विवाह गर्नु। यसको अर्को सल्लाह चाहिँ के हो भन्दा चाहिँ विश्वासीसँग बिहा गर्नु भन्ने हामीले अहिले जुन इन्टरप्रिटेसन अनुवाद गरिरहेका छौँ त्यही नै हो। जवानहरू बिहा गर्ने उमेर पुगेको छ भने विश्वासी छोरीसँग, विश्वासी छोराहरूसँग विवाह गर्नुपर्छ भन्ने सल्लाह चाहिँ आमा बुवाले नै दिँदै जानुपर्ने कुरा छ। त्यस पछाडि याकुबलाई आशीर्वाद दिए। तपाईँलाई थाहा छ इसहाकलाई पनि अब्राहमले इसाकको दास गरे, इसाक र अब्राहमको दास हामी सबैलाई थाहा छ, उनलाई आशीर्वाद दिएर इसाकको केटी खोज्न पठाएका हुँदैन छ। यो चाहिँ हिब्रू चलन थियो, विवाह गर्ने उमेर पुगेकोहरूलाई बिहा गर्नु अगाडि आमा बुवाले आशीर्वाद दिने चलन। र आजको जवानहरूलाई एप्लिकेसन चाहिँ के हो, चुनौती चाहिँ के हो र प्रयोग चाहिँ के हो भन्दा चाहिँ अहिलेको पुस्ताले, जवान पुस्ताले पनि आमा बुवाको आशिषद्वारा विवाह गर्नु, आमा बुवाको सल्लाहद्वारा विवाह गर्नु अति आवश्यक छ है। किनकि विवाह भने दुई आत्माको मिलन मात्र होइन, दुई परिवारको मिलन हो। आमा बुवाको सल्लाह बिना विवाह गर्नु डरलाग्दो कुरा हो। यसका अब उसलाई मन पराउँछ, हामी मन परापर छौँ भनेर हामीले त्यो गर्नु हुँदैन। यसका अहिले भागी विवाहहरू पनि मण्डलीभित्र प्र्याक्टिस हुँदैछ, मण्डलीमा विश्वास गरेकाहरूले यो कुरा गर्दैछ। त्यस कारण हामी होसियार हुनुपर्ने कुरा छ। भागी विवाहलाई परमेश्वरले कहिले अनुमति दिनुभएको छैन, त्यो परमेश्वरको इच्छा पनि होइन, किनकि भागी विवाहभित्र आमा बुवाको मन्जुरी हुँदैन, भागी विवाहभित्र आमा बुवाको आशीर्वाद हुँदैन। 8औं आज्ञा चाहिँ छ, यो सायद अफ भएको छ हजुर, टिभी चलाउने भिन्दै व्यक्ति हुन्छ, अघि अन गर्नुहोस्। अघि हाम्रो छोरीले अन गर्नु भएको छ है। मैले हिजो आज चाहिँ मलाई छोरीहरू एकदम स्मार्ट लाग्छ। बाइबल पढ्नु लगायो भने नि धेरै ठाउँ मैले पढ्नु लाग्यो कि छोराहरू धेरै ढिलो पढ्दैछ, छोरीहरू एकदम फास्ट छ। थ्याङ्क यू। 8औं आज्ञा, 10 आज्ञामा अब 8औं जवान आज्ञा चाहिँ विश्वासको घरनाभित्र विवाह गर्नुहोस्, विश्वासीले विश्वासीसँग मात्रै। अब इम्पोर्टेन्ट भर्स म तपाईँलाई कतिजनाहरूले वास्ता नगरेको पद होला, त्यो पद पढ्नेछु। उत्पत्तिको 27को 46 पद, उत्पत्ति 27को 46 पद पढ्नेछौँ। र मलाई यो साह्रो मनपर्छ यो पढ्दाखेरि चाहिँ, र मलाई लाग्छ हाम्रो आमा बुवा जवानहरू यो पद चाहिँ एकदम धेरै ख्याल गर्नुपर्ने एउटा पद छ। उत्पत्तिको 27 अध्यायको 46 पद। यो अन्तिम पद चाहिँ 27 को 46 पद म यहाँको लागि पढ्न गइरहेको छु। तब रिबेकाले इसहाकलाई भने, अत श्रीमान श्रीमती सबको कुरा हुँदैछ है, रिबेका र इसहाकको कुरा हुँदैछ, बुढाबुढी के को बारेमा, उनको छोराको बारेमा, परिवारमा गफ हुँदैछ। श्रीको गफ हुँदै के भयो, तब रिबेकाले इसहाकलाई भनिन्, यहाँका हित्ती स्त्रीले गर्दा मेरो जीवन हैरान भइसक्यो। याकुबले त्यसका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा छ। यो बडो महत्त्वपूर्ण कुरा यहाँ हामी देख्दछौँ। मेरो छोराले चाहिँ यो गाउँको, यो सहरको केटी हित्तीसँग बिहा गर्यो भने म बाँचेर के फाइदा छ। आज जवानहरू हरेक आमा बुवाको ठुलो प्रश्न चाहिँ यही नै हो। यो प्रश्न हेर्नुहोस् त, रिटोरिकल क्वेसन सोधेको छ। यदि मेरो छोराले यहाँका हित्ती केटीसँग बिहा गर्यो भने म बाँचेर के फाइदा छ। आज हरेक आमा बुवाको प्रश्न जवानहरू। अब यहाँ हित्ती भन्ने बित्तिकै हामी बुझ्नुपर्ने कुरा चाहिँ विश्वास नगर्ने ती मूर्ति पूजक जातिहरू थिए।
जोसँग याकुबले विवाह गर्छ कि भन्ने आमा बाउको ठुलो चिन्ता हो। अब यहाँबाट आजको हाम्रो पुस्ताले बुझ्नुपर्ने कुरा चाहिँ के भन्दा चाहिँ हाम्रो जवानहरूले जब तपाईँले विश्वासी घरदेखि बाहिर गएर बिहा गर्नु भन्दा चाहिँ आमा बुवाको लागि सबभन्दा ठुलो चुनौतीको कुरा हो। अनि आज धेरैजना आमा बुवाको क्वेसन चाहिँ यो मेरो छोराले कतै त्यस्तो केटीसँग बिहा गर्ने हो कि छोराछोरीहरू हाम्रो जवान भाइ बहिनीले यो कुरा बुझ्नु जरुरी छ। धेरै आमा बुवाले ठुलो चिन्ता आमा बाउको एउटा सपना छ आफ्नो छोरा आफ्नो छोरीको राम्रो बिहा गर्ने सपना छ। जवानहरू आमा बाउको सपनाहरू राम्रो कुरा हो तपाईँको जीवनको लागि। तर जवानहरू के तपाईँले आफ्नो आमा बाउको सपना पुरा गर्नको लागि आमा बुवासँग तपाईँ विवाहको विषय सल्लाह लिनुहुन्छ हुँदैन? मेरो छोरा र मेरो छोरीले यदि गलत केटीसँग बिहा गर्यो भने म कसरी बाँच्नु र भन्दैछ। अहिलेको भाषा भनेर चाहिँ म कसरी मुख देखाउनु र? कसैलाई छोरा र छोरी जब भागेर बिहा गर्छन् आमा बाउले भन्छ छोराले मेरो नाकै काट्यो मेरो इज्जत गरे धुलोमा मिलाएर भन्छ। आमा बाउको जो सम्मान र डिग्निटी छ समाजमा जब छोरा र छोरीले भागेर विवाह गर्छन् त्यसले आमा बाउको सम्मानलाई ध्वस्त बनाउँदछ। यसका आजको युगको हरेक आमा बाउको ठुलो प्रश्न यो जवानहरू तपाईँको लागि आमा बाउको एउटा सपना छ। सपना चाहिँ तपाईँले राम्रो प्रकारले बिहा गर्नुहोस् भन्ने नै सपना हो। जब तपाईँले भागी विवाह गर्नुहुन्छ त्यसले चाहिँ आमा बुवाको इज्जतलाई तपाईँले माटोमा मिलाउनुहुन्छ। अनि आमा बाउले भन्छ छोराको बिहा गर्ने ठुलो इच्छा थियो भागेर बिहा गर्ने। अनि धेरैजना जवान भाइ बहिनीले चाहिँ भागेर बिहा गर्छ। अनि मण्डली गएर पास्टरले भन्छ पास्टरको अब हात बाँधिदिनुहोस् भन्छ। कस्तो पास्टरलाई समस्या भागेर गएर कसरी हात बाँधिदिनु भन्ने। अनि पास्टरलाई ठुलो परीक्षा हो। जवानहरू भागेर बिहा गरेर पास्टरलाई समस्या नपार्नु चाहिँ अनि मण्डलीमा गरिदिनु पनि मिल्दैन फेरि के गर्ने। अनि पास्टर बाबुले अन्तिममा भन्छ त्यसो उतिर होटलतिर गएर यसो हात बाँधिदिनु भन्ने हुन्छ। यसकारण अङ्ग्रेजीमा इलुक म्यारेज भन्छ होइन भागी विवाहलाई। यो अहिलेको पाल बुझ्नु भएन। दुईजना आमा बाउको सल्लाह पुरा भएको नि इसाक र रेबेकाको सल्लाह भएको नि मेरो छोराले चाहिँ यो हित्ती स्त्रीसँग अथवा यो विश्वास नगर्ने स्त्रीसँग बिहा गऱ्यो भने चाहिँ म बाँचेर के फाइदा छ र भन्छ। आमाको कस्तो ठुलो चिन्ता छ आफ्नो छोराको लागि। हरेक आमा बाउको चिन्ता छ जवानहरू तपाईँको लागि। म एज अ बुवाको रूपमा जब मेरो छोरा जवान हुँदै गयो मलाई पनि धेरै चिन्ता भएको। हामी बुढाबुढी धेरै प्रार्थना यो विषयमा मेरो छोराले कतै गलत बिहा गर्छ कि भनेर उसलाई मन पराउने थुप्रै थिए। विश्वासी थियो अविश्वासी थियो। तर हाम्रो ठुलो प्रार्थना यो थियो कि त्यो छोराले कुनै गलत काम नगरोस् भनेर। म छक्क पर्छु कोही यदि मेरो छोराले चाहिँ भागी विवाह गरेको भए चाहिँ के हुन्थ्यो जस्तो लाग्छ। पहिलो कुरो हाम्रो सेवाकाईमा त्यो ठुलो धक्का लाग्थ्यो। सबभन्दा ठुलो कुरा चाहिँ आमा बुवाको इज्जत छ सम्मान छ समाजमा। जवान छोरा र छोरीहरू तपाईँले गरेको गलत निर्णयले भागी विवाहले छोरा छोरीले गरेको निर्णयले आमा बुवाको इज्जतलाई माटोमा मिलाउँछ। यसका यो प्रश्न छ। यो प्रश्न चाहिँ त्यसलाई हामी अङ्ग्रेजीमा रिटोरिकल क्वेसन भन्छौँ। अङ्ग्रेजीमा रिटोरिकल क्वेसन भनेको चाहिँ प्रश्न सोधिन्छ त्यो प्रश्नको जवाफ चाहिँ दिएको छैन त्यसको जवाफ चाहिँ पढ्ने श्रोताले दिनुपर्छ भने त्यसलाई चाहिँ रिटोरिकल क्वेसन भन्छ। अब यो प्रश्नको जवाब कसले दिनुपर्छ? आजको हाम्रो जवानले दिनुपर्छ। याकुबले दिनु पर्ने थियो। विश्वास नगर्ने जवानहरू मेरो आजको जवानहरूको कुरा छ। विश्वास नगर्ने केटाहरू केटीहरू जो अरू धर्म मान्छन् तिनीहरू नराम्रो मानिस होइनन्। मैले बुझ्दैन है। प्रभुलाई विश्वास नगर्ने अन्य धर्म मान्ने जवान भाइ बहिनीहरू जो तपाईँले मन पराउनुहुन्छ उनीहरू नराम्रा मानिसहरू होइनन्। चरित्रमा विश्वासीभन्दा पनि राम्रा होलान्। तर एउटा कारण चाहिँ हो हाम्रो विश्वासको कारणले हाम्रो आस्थाको कारणले हामी उनीहरूसँग बिहाबारी गर्ने परमेश्वरले हामीलाई अनुमति दिनुहुन्न। यस कारणले परमेश्वरले अन्य जातिसँग एउटा हलमा नडाल्नु भन्ने कुरा हो। प्रियहरू विवाह भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा छ। प्रियहरू
उहिले म पनि हलो जोतेको मान्छे हो, 6 वर्ष हलो जोतेँ, स्कुल लेभलमा हुँदै हाम्रो बुवाले चाहिँ त्यो जवान गोरुलाई चाहिँ नार्नको लागि चाहिँ सध्याउनको लागि चाहिँ बुढो गोरुसँग नार्नुहुन्थ्यो। त्यो बुढो गोरुसँग किन नारेको भन्दाखेरि चाहिँ त्यो जवान चाहिँ एकदम फ्रिन्छ नि त, अनियन्त्रित हुन्छ, त्यसलाई नियन्त्रण राख्न बुढो गोरुले चाहिँ सध्याउँछ। अनि त्यो जवान गोरु चाहिँ यता उता तानिनु खोज्छ, अनि त्यो काँधहरू पिल्साएर नै घाउ हुन्छ, त्यो छोटो छोटो हुन्छ, किनकि त्यो अर्को बाटोतिर अर्को दिशातिर हिँड्न खोज्छ अनि चोटै चोट पार्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, यदि 2 जना केटा र केटीले गलत प्रकारले बिहा गरे, एउटा विश्वासीले विश्वास नगर्ने बहिनीसँग बिहा गर्यो भने के हुन्छ भने 2 जना दुईतिर तानिन खोज्छन्, उनीको बाटो 2टा डिरेक्सन 2टा दिशातिर उनीहरू जान खोज्छन्। र अङ्ग्रेजीमा एउटा भनाइ छ, दे रिच नो वेयर, तिनीहरू कहीँ पनि पुग्दैन। जब 2 जना 2टा बाटो जान खोज्छ नि, जब 2टा गोरुले 2तिर तान्नु खोज्छ नि, खेत जोतिँदैन। अनि अङ्ग्रेजीमा त्यसको एउटा भनाइ मलाई मनपर्ने कुरा चाहिँ, तिनीहरूले आफैलाई चोट मात्रै पार्नेछ भन्छ, जीवनभर चोट पार्नेछ र तिनीहरू गन्तव्यमा पुग्न सक्दैनन्। परमेश्वरले हामीलाई एउटा महान बोलाहाटमा बोलाउनु भएको छ जवानहरू, तपाईँको एउटा बोलाहाट छ। यसकारण पावलले एफिसीको 4:1देखि पढ्नु पावलले भन्छ बोलाहाटको योग्य जीवन यापन गर, अङ्ग्रेजीमा वक वर्दी अफ यर कलिङ। हामीलाई परमेश्वरले एउटा उद्देश्यको लागि चुन्नु भयो, एउटा उद्देश्यको लागि बोलाउनु भयो, अनि त्यो उद्देश्यतिर परमेश्वर हामीलाई लैजान चाहनुहुन्छ। तर हामीलाई त्यो उद्देश्यमा पुग्नबाट रोक्ने थुप्रै आत्मिक शक्तिहरू छन्। अनि त्यो कुरा चाहिँ तपाईँ विवाहभित्र पनि आइ नै राख्छ, विवाहको टेम्पटेसनहरू आइरहेको छ। जवानहरूले विवाहभन्दा बाहिर गएर अथवा विश्वासीभन्दा बाहिर घरनामा गएर विवाह गर्ने, विवाहभन्दा बाहिर यौन सम्बन्ध राख्ने टेम्पटेसन परीक्षा चाहिँ आइरहेको छ। अघि आरसीएस प्रले भनेको कुरा त्यही हो, 21औं शताब्दीमा ठुलो क्रान्ति छेडिएको छ, त्यो चाहिँ यौनको क्रान्ति हो। पहिलो कोरिन्थी 7:1-2 व्यभिचारका अनेक परीक्षा भएको हुनाले भन्छ, थुप्रै परीक्षा आइरहेको छ। अनि यो कुराबाट विजय दिनलाई परमेश्वरले हामीलाई सधैँ अनुग्रह गर्नुहुन्छ। जवानहरू तपाईँले जीवनमा रोज्नुपर्ने कुरा छ तपाईँले। यसकारण मोसाले इजरायललाई भनेको मलाई सधैँ याद हुन्छ, त्यो ती सधैँ व्यवस्थामा जीवन र मृत्यु, आशीष र श्राप तिम्रो अगाडि छन्, तिमीले के रोज्छौ रोज भन्छ, रोज्ने तिमीको काम हो। र मोसाले यसो भन्छ, जीवन नै रोज, तिमी र तिम्रो भावी पुस्ताको जीवन नै छ। जीवनमा तपाईँले जे निर्णय गर्नुहुन्छ तपाईँको जीवन त्यसरी नै बनिन्छ। हिब्रू 23:7ले भन्छ, अङ्ग्रेजीमा त्यसरी लेख्छ, एज मेन थिङ्क इन इज हार्ट सो इजी भन्छ, मान्छेले जे सोध्छ ऊ त्यही बन्छ भन्छ। तपाईँले जीवनमा जे निर्णय गर्नुहुन्छ तपाईँको जीवन त्यसरी नै बनिँदै जान्छ। जवानहरू 9 सेकेन्ड लास्ट चाहिँ बुद्धि माग्नुपर्छ। जवानहरूलाई बुद्धि चाहिन्छ। अब यो पद चाहिँ त्यो अङ्ग्रेजीमा चाहिँ गलत आएको छ, त्यो चाहिँ हिब्रू हितोपदेश 24:3 हो। त्यो 3 चाहिँ पछाडि जानुपर्ने, अगाडि आउनुपर्ने। हितोपदेश 24:3 पद, बुद्धिले के बनाइन्छ राजन? घर बनाइन्छ। हामी सबैले यसरी पढौँ ल, कण्ठ गर्नुपर्छ है। हाम्रो मण्डलीले प्रत्येक हप्ता आमाबाबुले एउटा पद कण्ठ गर्नुपर्छ, नानीले पनि गर्नुपर्छ। र म यहाँलाई आग्रह गर्न चाहन्छु, म पनि जब बाइबल प्रचार गर्छु कि म पद कण्ठ गर्छु, मेरो एउटा मैले गरेको अभ्यास छ। म यहाँलाई आग्रह गर्न चाहन्छु, अघिल्लो लाइन मात्रै बुझ्नुभयो भने हुन्छ। हितोपदेश 24:3, त्यो अलिक गल्ती भयो भने होइन, हितोपदेश 24:3 बुद्धिले घर बनाइन्छ। त्यसको उल्टो पढ्यो भने यस्तो हुन्छ, बुद्धिहीनताले घर भत्काइन्छ भन्ने। जवानहरू हतारमा बिहा गर्छ भन्छ नि, फुर्सदमा पछ्ताउँछ। अङ्ग्रेजीबाट भन्छ डु नट जम्प इन इमोसन भन्छ, भावनामा कहिले हाम नफाल्नु भन्छ। भावनामा हाम फालेर बिहा गर्नु हुँदैन, तर बुद्धि हामीलाई चाहिन्छ। वी अल निड विजडम। जवानहरू बुद्धि चाहिन्छ। बुद्धि नभएको मान्छे त नेपालीको पूर्वतिर होप्पा भन्छ क्या। हाम्रो थुलुङ भाषामा हामी थुलुङले खुब चलाउँछौँ, बुद्धि होप्पा रहेछ भन्छ, बुद्धि छैन रहेछ भने। बुद्धि होप्पा भएको मान्छेले नै विश्वासी भएर भागी विवाह गर्छ। प्रभुलाई चिन्छ तर बुद्धि छैन। यसको याकुब कराउँदछ। याकुबले के भन्छ भन्दा चाहिँ, यदि तिमीहरूमध्ये कसैलाई सबैलाई भनेछन्, कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तले नजरिकन दिनुहुने पिताहरूले मागोस्, त्यसलाई दिइनेछ भनेको। तर त्यसले शङ्का नगरी मागोस्। शङ्का गरेर बुद्धि नमाग्नेहरूलाई चाहिँ के छ अरे त,
त्यसलाई के अरे याकुबले 3टा उदाहरण दिएको छ। शङ्का गर्ने परमेश्वर वचनमा, बुद्धि नमाग्नेहरू 3टा, बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल। मन पर्यो तपाईँलाई? बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल। किन समुद्रको छाल भनेको भन्नुहोस् त? समुद्रको छाल आफै आउँदैन। कसरी आउँछ छाल भन्नुहोस् त? जब बतास चल्छ, बतासको वेगले छालहरू लहरिन्छन्। जति ठुलो बतास आउँछ छालहरू त्यति नै उचाइमा उनीहरू लहरिँदै जान्छन्। समुद्रको आफ्नै छाल छैन, तर बतासले छाललाई निर्माण गर्छ। किन भनेको अर्थ यो, समुद्रको आफ्नै लक्ष्य छैन, तर बतासले लक्ष्यलाई निर्धारण गर्दछ। जवानहरू, बुद्धि नभएको जवानहरू चाहिँ जीवनमा लक्ष्य बिनाको मान्छे हो। एउटा हिन्दीमा चाहिँ जो होगा होगा भन्छन्, नेपालीमा पनि छैन, जो हुन्छ हेर्दै जाउँ। जीवनमा लक्ष्य नभएको मान्छे, किनकि बुद्धि छैन, लक्ष्य छैन। त्यसपछि दोस्रो कुरा चाहिँ त्यो मानिस कस्तो अरे आफूमा दोहोरो मन भएको। दोहोरो भनेको बुझ्नुहुन्छ नि, अङ्ग्रेजीमा डबल माइन्डेड भन्छ। हो, दोहोरो मन भने तपाईँले बुझ्नु भएन भने चाहिँ म तपाईँलाई बुझाउँछु। एकजना भाइ छ कि, म धेरै राम्रो चिनेको भाइ हो। प्रभुलाई राम्रो विश्वास गर्छ, मण्डली जान्छ, दशंश दिन्छ, घर सेवामा सधैँ जान्छ, वर्सिप पनि गर्छ, राम्रो भाइ हो। तर उसको गर्लफ्रेन्ड चाहिँ अन्य जाति छ, त्यसलाई चाहिँ दोहोरो मन भएको भन्छ। बुझ्नुहुन्छ? उसले मन पराएको केटी चाहिँ को? विश्वासी होइन। विश्वासी चाहिँ विश्वासी नै हो नि फेरि। चर्च जान्छ, सङ्गतिमा एकदम राम्रो छ, पास्टरलाई पनि सहायता गर्छ, तर उसले मन पराएको केटी चाहिँ विश्वासी होइन फेरि। त्यसलाई चाहिँ दोहोरो मन भएको हुन्छ। विश्वासको जीवनमा पनि जिएको, तर जीवनको सम्पूर्ण जीवन चाहिँ संसारिकले जिउने भन्छ। अब मैले नाम भन्यो भने कतिले चिन्नुहुन्छ होला, ब्रिटिस आर्मी हुनुहुन्छ, हङकङबाट यहाँ आइराख्नुहुन्छ, खोटाङतिर प्रचार गरिराख्नुहुन्थ्यो। मलाई चाहिँ अहिले आएपछि फोन गर्नुहुन्थ्यो, खाना खानु चाहिँ भनिहाल्ने, हङकङबाट उहाँ गाउँमा गएर बाख्रा बाँडेर, सुँगुर बाँडेर कस्तो राम्रो काम गरेको नि, गरिब बेलातिर राम्रो मान्छे, सुसमाचार गर्ने। एक दिन त गाउँबाट आउँदाखेरि त केटी पनि लिएर आएछ। उहाँ छोरी नै 24 वर्षको छ, छोरा नै 21-22 वर्षको छ, केटी लिएर आएछ। अनि मैले सुने, दाइ के हो तपाईँले त अर्को बिहा गर्नुभयो भने सुनेको। पास्टर हो नि, के हो नि भनेको। बाइबलमा अर्काको श्रीमतीको बिहा गर्नु हुँदैन भनेर नयाँ त बिहा गर्नुहुन्छ नि को भन्छ। बाइबलमा छ 10 आज्ञामा अर्काको पत्नीको लोभ नगर्नु भनेको छ त। मैले अर्काको पत्नीको लोभ गरेको होइन, जब केटी बिहा गरेको को भन्छ। त्यसलाई चाहिँ दोमनको भन्छ। बुझ्नु पाएन? विश्वासी त विश्वासी हो, तर वचनमा नजिउने मान्छे, किनकि समुद्रको छाल जस्तै जसको आफ्नो वेग छैन, जता भावनामा जतासुकै बगिने। जवान फेरि भेटेछ, इमोसनमा बगेको मान्छे हेरिहाल्यो, छिट्टो त्यस्तो मान्छे फस्छ। किन? तल हेर्नु त्यो मान्छे के हुन्छ अरे, अस्थिर चालचलन के हुन्छ अरे, अस्थिर हुन्छ। देख्नु यो अस्थिर मान्छे। श्रीमतीलाई हङकङबाट चाहिँ आउनु यहाँ आयो भने तिम्रो म 12 बजाउँछु भनेदेखि हङकङ गएको छैन भने चाहिँ कता छ। देख्नुहुन्छ? त्यो मान्छे उसका सबै चालचलनमा स्थिर हुन्छ। दोमन भनेको त्यही नै प्रियहरू, किनकि उसले परमेश्वरको बुद्धिलाई अस्वीकार गर्दछ। मैले जुन बुद्धिको कुरा गर्दैछु नि प्रियहरू, त्यो बुद्धि चाहिँ संसारको बुद्धि होइन, त्यो चाहिँ माथिबाट आउने बुद्धि जो परमेश्वरको भयबाट आउँछ। किन बाइबलले भन्छ परमेश्वरको भय नै के हो अरे, बुद्धिको सुरु हो। नेपालीमा ज्ञानको सुरु लेखेको छ, अङ्ग्रेजीमा चाहिँ बुद्धि भन्ने शब्द छ। आज धेरैजना बुद्धिको अभावले परिवार ध्वस्त भएको छ। हितोपदेशले भन्छ बुद्धिले घर बनाइन्छ भन्दै गर्दा बुद्धिहीनताको कारणले घरहरू भत्काइँदैछ भन्ने कुरा हो। बाइबलले कहिले भन्दैन तिम्रो जीवनमा आश्चर्य कर्म हुनेछ, तिम्रो घर आफै बनिनेछ भन्दैन, तर बुद्धिले घर बनिन्छ। दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरको डर मान्नेहरूलाई परमेश्वरले बुद्धि दिनुहुन्छ। अब तपाईँलाई बताउन चाहन्छु, बुद्धि संसारको मान्छे र हाम्रो बुद्धिको कुरा के फरक छ। संसारको मान्छेले भनेको कुरा चाहिँ के हो भन्दा नि, संसारको बुद्धिले चाहिँ हामीलाई चतुर र चलाक बनाउँछ। सुन्नुहोस् है, संसारको मान्छेले के सिकाउँछ हामीलाई,
चतुर र चलाख हुन सिकाउँछ। टेबल मुनिबाट पैसा कसरी लिने राम्रो सिकाउँछ। अँध्यारोभित्र कसरी कारोबार गर्ने राम्रो सिकाउँछ। घुस कसरी लिने कस्तो राम्रो आइडिया दिन्छ उसले। गलत प्रकारले पैसा कसरी कमाउने त्यसलाई चतुर र चलाख भन्छ। र बाइबलले चाहिँ हामीलाई बुद्धिमान हुन सिकाउँछ। किन बुद्धिमानले सोझो जीवन जिउँछ भन्छ। तपाईँले 1 अध्यायमा 3 अध्यायमा पढ्नुभयो। बुद्धिले माथिबाट आउने बुद्धिले यस संसारमा हामीलाई इमान्दार भएर जिउन सिकाउँछ। यसका परमेश्वरको बुद्धि प्राप्त गरेको मानिसहरू देशमा भयो भने सायद मलाई लाग्छ देश फरक हुन्छ। तर सबै विश्वासी पनि माथिको बुद्धि पाएको छ भन्ने मलाई लाग्दैन। तर माथिबाटको बुद्धि परमेश्वरको कनेक्सन डिभाइन कनेक्सन भएको मान्छे यस संसारमा इमान्दारी भएर जिउँछ। यसकारण बुद्धि जरुरी छ। तपाईँले अचम्म मान्नुहुन्छ र मोसाले पनि बुद्धि मागेको छ। भन्छ र 90 मोसाको एउटै गीत बाइबल लेखेको छ। भन्छ जब कतिवटा छन् अझ गीतहरू 150 73 जति लगभग दाउदले लेखेको छ। 12 जति कोरवंशीले लेखे, 12 जति आसाफले लेखे, सोलोमन त 2टा गीतहरू छन्। अनि मोसाको एउटै मात्र गीत छ, एउटै मात्र भन्छ र 90। मोसाले के भने हेर्नुहोस् न, हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाउनुहोस् ताकि बुद्धिको हृदय हामीले प्राप्त गर्न सकौँ। मोसाले मर्नुभन्दा अगाडि लेखेको वृद्ध अवस्थामा भनेको हो। मोसालाई बुद्धिको अभाव थियो र उनी त मिस्रको 40 वर्ष दरबारमा हुर्केको मान्छे थिए। संसारको एजुकेसन मोसालाई जरुरी थिएन। संसारको सभ्यताको त्यो देश मिस्रमा उनी 40 वर्ष दरबारमा हुर्केको मान्छे। दरबारी सम्पूर्ण राजकुमारले पाउने शिक्षा उनले पाएको थिए। संसारको बुद्धिको अभाव थिएन। एउटा शब्द चलाउँछ हामी स्कुलिङ, त्यो खालको बुद्धिको स्कुलबाट उनी निस्केर आएको एउटा पिएचडी होल्डर विद्यार्थी जस्तै थिए। मोसालाई संसारको बुद्धिको कमी थिएन। तर मोसाले मर्नुभन्दा अगाडि परमेश्वरलाई यसरी प्रार्थना गरे, मलाई बुद्धि दिनुहोस्, मेरो जीवन कसरी जिउन पर्ने हो। दाजुभाइ दिदीबहिनीहरू, हामी सबैलाई बुद्धिको जरुरी छ। परिवार कसरी डोर्याउन पर्ने। पहिलो तिमोथीको 2:8मा पावलले तिमोथीलाई भन्छ, हरेक पुरुषहरूले पवित्र हात उचालेर बिना क्रोध बिना गर्गन प्रार्थना गरौँ भन्छ। हात उचालेर भनेको जीवन समर्पण गरेर प्रार्थना गर भनेको। किनकि धेरैचोटि हाम्रो परिवारलाई कसरी डोर्याउनु पर्ने हामी असफल भएका छौँ। अनि हामीले दुवै हात उचालेर सरेन्डर गर्नुपर्छ र बिना क्रोध र बिना गर्गन परमेश्वरलाई भन्नुपर्छ, प्रभु मैले परिवारलाई कसरी डोर्याउनु पर्ने म धेरैचोटि चुकेको छु, असफल भएको छु, तपाईँको बुद्धि मलाई दिनुहोस्। धेरै परिवारमा प्रार्थनाहरू चाहिँ आवश्यकता मागिरहेको छ। मलाई यो चङ्गाइको जरुरी छ, यो पैसाको जरुरी छ, यो कामको जरुरी छ। धेरै बुद्धि चाहिँ माग्दैन। बुद्धि हो भने काम त आइहाल्छ। बुद्धिको भने पैसा कमाइहाल्छ। बुद्धि चाहिँ माग्दैन, खालि पैसा मात्रै माग्छ। अनि पैसा कमाउँछ, अन्तिममा त्यही पैसा उसको लागि पासो भएर जान्छ। तर बुद्धि जरुरी छ आजको युगका लागि। यसको जवानहरू कोसँग बिहा गर्न पर्ने हो, परमेश्वरले तपाईँलाई बुद्धि दिउन्। कसरी परमेश्वरको अगुवाई खोज्न पर्यो जीवनमा, परमेश्वरले तपाईँलाई बुद्धि दिउन्। अनि यो अति आवश्यक छ। यो युग चाहिँ बुद्धिको युग भन्छ। 1835 देखि 1935मा 100 वर्षमा बुद्धि चाहिँ दोब्बर हो भन्छ। 1835 देखि 1935 भनेको 100 वर्ष, 1 शताब्दी भन्छ। 100 वर्षमा बुद्धि दोब्बर भयो भन्छ। तर तपाईँलाई थाहा छैन अहिले यो युग छ नि 21औं शताब्दीमा, यो युगमा चाहिँ बुद्धि प्रत्येक 12 घण्टामा दोब्बर हुन्छ भन्छ। 100 वर्षमा त्यो बेला चाहिँ बुद्धि दोब्बर भयो अरे। तर अहिलेको समय यस्तो समय छ जहाँ हरेक 12 घण्टामा बुद्धि दोब्बर हुन्छ। यसका प्रियहरू, हाम्रो परिवारहरू विवाहलाई अगाडि लैजानको लागि हामी सबैजनालाई बुद्धिको जरुरी छ। यसकारण म हरेक आमा बुवालाई पनि मेरो यो प्रार्थना छ, परमेश्वरले हामी सबैजनालाई बुद्धि दिनुभएको होस् ताकि हामी परिवारलाई कसरी डोर्याउनु पर्ने। तपाईँको बाइबलमा एबिसीमा त्यो कुरा लेखेको छ बुद्धिको बारेमा। वास्तव त्यो चाहिँ 5 अध्यायमा चाहिँ यसरी लेखेको छ 15 पदमा, यसरी कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धिमानी जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पुरा सदुपयोग गर, किनकि दिन
खराब छ। समयको पुरा सदुपयोग गर। मलाई यो शब्द साह्रो मनपर्छ। बाइबलले चाहिँ हामीलाई समयलाई म्यानेज गर भनेर सिकाउँदैन है। टाइम म्यानेजमेन्ट चाहिँ बाइबलले बताएको चाहिँ छैन। तर बाइबलले यसो भन्छ समयलाई व्यवस्थापन गर भन्दैन बाइबलले, समयलाई पुरा सदुपयोग गर। अब टाइमलाई कसरी म्यानेज गर्ने अहिलेसम्म थुप्रै टाइम म्यानेजमेन्टको टिचिङ्सहरू त छ होला संसारमा। थुप्रै मोटिभेसनल टिचर्सहरूले टाइम म्यानेजमेन्टको बारेमा सिकाउँछ। तर बाइबलले हामीले सिकाएको कुरा चाहिँ टाइमलाई पुरा, अङ्ग्रेजीमा रिडिमिङ द टाइम भन्छ, समयलाई पुरा प्रयोग गर। 3टा क्लज भन्छ, 3वटा मानिसले समयको बारेमा भन्ने गलत शिक्षाहरू छ भन्छ। पहिलो कुरा चाहिँ के भन्छ, समय धन हो भन्छ। हुन त मान्छेले भन्नु समय बहुमूल्य छ भन्नु खोजेको होला। एडब्ल्यू टोजरले के भने समय चाहिँ धन भएको भए ब्याङ्कमा राखेर ब्याज सहित अर्को वर्ष चलाउनु मिल्छ न भनेर क्वेसन गरेको छ। तपाईँ कोही हुनुहुन्छ म यो सालको 100 घन्टा चाहिँ ब्याङ्कमा राख्नु पऱ्यो, अर्को वर्ष ब्याज सहित 115 घन्टा चलाउनु पर्छ, मिल्छ हजुर? समयलाई ब्याङ्कमा राखेर अर्को वर्ष ब्याज सहित चलाउनु मिल्छ हजुर? मिल्दैन। किन मिल्दैन कि टाइम चाहिँ कुदिरहेको छ। टाइमलाई तपाईँले ब्याङ्कमा राख्नु सक्नुहुन्न धन जस्तै। त्यही भनेको। दोस्रो कुरा चाहिँ समय खेर फाल्नुहुन्न भन्छ नि होइन, डोन्ट वेस्ट यर टाइम भन्छ। तर कुनै मान्छेले पनि समयलाई खेर फाल्नु सक्दैन। अब म तपाईँलाई बताउँछु कसरी भने। तपाईँ यो सेवामा आज नआउनु भएको कहाँ जानुहुन्थ्यो? तपाईँ आज यहाँ नआउनु भएको कहाँ जानुहुन्थ्यो? त्यो समय खेर जान्थ्यो होला? जाँदैन थियो। कि त तपाईँ काम गर्नुहुन्थ्यो, काममा समय चलाउनुहुन्थ्यो, कि तपाईँ घुम्न जानुहुन्थ्यो, कि तपाईँ घरमा मोबाइल चलाउनुहुन्थ्यो, कि तपाईँ नानीसँग बस्नुहुन्थ्यो, केही न केही त गर्नुहुँदैन होइन हजुर? त्यही हो, त्यो समयलाई तपाईँले कुनै न कुनै ठाउँमा सदुपयोग गर्नुहुन्थ्यो, त्यति मात्रै हो। तर कहाँ सदुपयोग गर्ने भन्ने कुरा मात्रै हो। तर यो टाइमलाई तपाईँले कहिले पनि खेर चाहिँ फ्याँक्नुहुन्न। मैले भने बुझ्नुहुन्छ कि त्यो टाइम कहीँ न कहीँ तपाईँले प्रयोग गरेर हुन्थ्यो। म यहाँ नआएको भए के गर्थेँ मलाई थाहा छ म के गर्थेँ। म विश्वासीलाई कि भेट्नु जान्थेँ होला, कि म किताब पढ्थेँ, कि वचन तयार गर्थेँ, केही न केही त गर्थेँ नि। तर हामीले समयलाई कहाँ प्रयोग गर्ने त्यो मात्रै फरक कुरा हो। तर कुनै मानिसले समयलाई खेर फाल्नु चाहिँ सक्दैन, कहीँ न कहीँ प्रयोग गरिरहेको हुन्छ। तर हामीले मोसाले गरेको प्रार्थना के हुन्छ, त्यो समयलाई ठिकसँग प्रयोग गर्न बुद्धि दिनुहोस्, त्यो समयलाई पुरा सदुपयोग गर भनेको त्यो। तेस्रो कुरा त त्यो अघि मैले टाइम म्यानेजमेन्टको कुरा संसारले सिकाउँछ। हो, तपाईँले दाउराले पकाउँदा 1 घन्टा लाग्थ्यो भने कुकरमा पकाउनु भयो भने अलिकति अँध्यारो हात कालो पनि हुँदैन है। दाउरामा पकायो भने अलिक हात पनि कालो हुन्छ, अनुहार पनि कालो हुन्छ, रातो पिरो हुन्छ, अलिक 1 घन्टा टाइम लाग्छ, त्यति मात्रै हो। कुकरमा पकायो भने सिटी 15 मिनटमा लाग्छ, त्यति नै। टाइमलाई तपाईँले अलिक छिटो गर्नु सक्नुहुन्छ, तर म्यानेज त कसैले पनि गर्नु सक्दैन। किन यो सेकेन्ड कार्डको बेला म हेर्छु फेरि कुदिरहेको छ, त्यसलाई म कसरी म्यानेज गर्नु? कोही छैन संसारमा समयलाई व्यवस्थापन गर्न सक्ने। बाइबलले हामीलाई भन्छ समयलाई पुरा सदुपयोग गर। जो समयहरू हामीलाई दिनुभएको छ जमानहरू, त्यसलाई प्रयोग गर्नुहोस्, सोच्नुहोस् के गर्दा राम्रो हुन्छ। यसका तपाईँले परिवारलाई दिनुपर्ने टाइमहरू, बुवा र आमाहरू कसरी म्यानेज गर्नुपर्ने हो, त्यो परिवारलाई दिनुपर्ने कुराहरू, त्यसलाई चाहिँ तपाईँ ध्यान दिनु जरुरी छ। 3टा कुरालाई चाहिँ हामीले तीनटा कुरालाई हामीले बुद्धि, 3टा विषयमा चाहिँ बुद्धि लगाउनुपर्छ भन्ने मलाई लाग्छ हाम्रो विश्वासीले। पहिलो कुरा चाहिँ समयलाई प्रयोग गर्नको लागि। जवानहरू समय जो तपाईँलाई परमेश्वर दिनुभएको छ, समय चाहिँ धेरै मान्छेले भन्छ समयको बारेमा धेरै कुराहरू भन्छ, तर समय चाहिँ एकदम छोटो छ। र पत्रुसले भन्छ सबै शरीर घाँस जस्तै, तिनका सबै महिमा घाँसका फुल जस्ता। पहिलो पत्रुस 1:24 पत्रुसले भन्छ जीवन एकदम छोटो छ भनेर। याकुबले भन्छ हाम्रो जीवन त पानीको बाफ जस्तै भन्छ। अहिलेको बाइबलमा चाहिँ तुवालो हो भनेर लेखेको छ, पुरानो बाइबल चाहिँ पानीको बाफ भनेर लेखेको थियो। कित्तीको टुटीबाट तपाईँले बाफ बाहिर निस्केर देख्नुहुन्छ, तर अलिकति उचाइमा गए त्यो बाफ आफै अल्पिएर जान्छ, अल्पिहाल्छ। याकुबले के भनेको हाम्रो जीवन छोटो छ नि भनेको चाहिँ। यो बिति जाने जीवनलाई कसरी प्रयोग गर्ने हो, मुसाले मर्नभन्दा अगाडि प्रार्थना गर्छ। हामी सबैलाई परमेश्वरले बुद्धि दिउन् कि परमेश्वरले यो जीवन कसरी जिउन पर्ने हामीलाई सहायता गर्नु। पहिलो कुरा टाइम। दोस्रो कुरा चाहिँ पैसाको बारेमा। पैसाको बारेमा चाहिँ मैले तपाईँसँग कुरा गर्नेछु, तर अहिले हो, किनकि अहिले हामीले पैसा चलाउनु पनि जान्नुपर्ने छ। किनकि पैसा कसरी प्रयोग गर्ने भन्ने कुरा, पैसा के हो भन्ने कुरा
नबुझेको कारणले अहिले भन्छ नि 71% परिवारको घरमा हरेक बुढाबुढी झगडा हुने कारण चाहिँ पैसाको बारेमा हो भन्छ। यसका प्रियहरू फाइनेन्स चाहिँ के हो त, पैसा चाहिँ के हो त, त्यो कुरा हामीले जुन बुझ्न आवश्यक छ। तेस्रो कुरा, अहिले पैसाको बारेमा यही राख्छु, तर तेस्रो कुरा भनेर हामी सायद आजको बिहान सक्नु त्यो चाहिँ के हो भने चाहिँ हामीलाई परमेश्वरले बुद्धि दिनुपर्ने कुरा चाहिँ सम्बन्धको कुरा हो। सम्बन्धको कुरा आज मण्डलीभित्र पनि सम्बन्धहरू बिग्रिरहेको छ विश्वासी विषयमा पनि। हाम्रो मण्डलीमा म यो कुरा जोड देखेको छु, सम्बन्धलाई ध्यान दिनु, सम्बन्धलाई ध्यान दिनु भनेर। सबैभन्दा ठुलो च्यालेन्ज आजको युगमा चाहिँ सम्बन्धहरू। अब म तपाईँलाई के बताउन चाहन्छु भन्दाखेरि चाहिँ सम्बन्ध किन महत्त्वपूर्ण कुरा छ। विवाहको सम्बन्धहरू, आमा र बुवा छोराछोरीको बिचको सम्बन्धहरू, जवानहरू तपाईँले आमा बुवालाई गर्नुपर्ने तपाईँको सम्बन्धहरू, अनि मण्डलीभित्रको सम्बन्धहरू, एकअर्कासँगको सम्बन्धहरू, हाम्रो बाहिरको सम्बन्धहरू कलसीको पत्रमा लेखे अनुसार प्रभुलाई विश्वास नगर्ने मानिसहरूको हाम्रो सम्बन्ध, मण्डलीभित्रको सम्बन्ध, परमेश्वरसँगको सम्बन्ध, विवाहभित्रको सम्बन्ध, कलसी 3 अध्याय, कलसी 4 अध्याय, एफिसी 5 अध्याय, 6 अध्याय पुरै सम्बन्धको बारेमा। किन सम्बन्ध बिग्रेपछि गाह्रो हुन्छ, सम्बन्ध बिग्रेपछि गाह्रो हुन्छ। यसकारण दोस्रो विश्वयुद्धको जब दोस्रो विश्वयुद्ध भयो तपाईँलाई थाहा होला, संसारमा लाखौँ मानिस ज्यान गुमाए, संसार यति धेरै अशान्त भएर गयो लडाइँको कारणले। लडाइँले शान्ति ल्याउँदैन, विश्वयुद्धले ल्याएको यति ठुलो क्षति। तपाईँलाई थाहा छ नागासाकी हिरोसिमामा त लगभग 2 लाखभन्दा बढी जापानिजहरू एउटै एटम बमद्वारा मारिएको। तपाईँले त्यो कहिले लाग्थ्यो चित्र सुन्नुभयो भने छक्क पर्नुहुन्छ। त्यो एटम बम अहिले त न्युक्लियर्सको जमाना छ। तपाईँलाई थाहा छ एटम बम पड्काइयो के हो त्यो बेला, यस्तो केमिकल हो जुन केमिकलले मान्छे छ नि, यो तपाईँले देख्नुहुन्छ नि। तब अहिलेको न्युक्लियस वार भयो भने के हुन्छ भने यो हाम्रो शरीर छ नि प्लातप्लुत गलेर पानी भएर झर्छ, बुझ्नुभयो भएन। त्यसका मान्छे न्युक्लियस वारदेखि डराएका हुन्थ्यो। अब अहिले बन्दुक चलाउँदैन मान्छेले न्युक्लियर वार। अब एउटा न्युक्लियस कसैले छोड्यो भने चाहिँ यो पृथ्वी, यो डल्लो पृथ्वी छ नि, यो चाहिँ धुलो गएर आकाशमा उठ्छ। यो देखेको पृथ्वी छ नि धुलो भएर आकाशमा उठ्छ। यसको संसार त्रसित भएको कुरा के हो, कुनै देशले न्युक्लियस वार छेड्यो भने यो पृथ्वी एउटा पनि गोलो रहने छैन, सबै धुलो भएर आकाशमा उड्छ। सम्बन्ध बिग्रियो भने यसका संसारमा डराएको कारण त्यो हुन्छ, कारण देशहरू डराइरहेको छ नि होइन, यसको सम्बन्ध बिग्रिने कुराबाट। अनि दोस्रो विश्वयुद्ध पछाडि चाहिँ अध्ययन भयो, संसारमा मानिस खुसी हुनको लागि के चाहिन्छ भनेर क्वेसन, प्रश्न चाहिँ त्यो जीवनमा मानिस खुसी हुनलाई के चाहिन्छ भनेर सोध्न थाले मान्छेले। अनि रिसर्च भयो, विशेष गरी हार्वर्ड युनिभर्सिटीले विशेष एडल्ट डेभलपमेन्ट जुन टिम थियो त्यो टिमले चाहिँ संसारभरिको 3 लाख जति मान्छेलाई सोध्यो भन्छ। विवाहितहरूलाई सोध्यो, सिङ्गल्सहरूलाई सोध्यो, आमा बुवालाई सोध्यो, केटाकेटीलाई सोध्यो, सबै मान्छेलाई सोध्यो, 3 लाखभन्दा बढी मान्छेलाई सोध्यो, प्रश्न सोध्यो जीवनमा मानिस खुसी हुनलाई के चाहिन्छ भनेर। मैले त्यो प्रश्न तपाईँलाई सोधेँ भने के भन्नुहुन्छ तपाईँले? जीवनमा मानिसलाई खुसी हुनलाई के चाहिन्छ? धेरैजनाले मनमा एन्सर दिइसक्नु भयो, पैसा चाहिन्छ हो, पैसा थाहा भयो त पास हो भन्दै यो चाहिन्छ। तर नम्बर 1 मा चाहिँ पैसा लेखेको थियो उनीहरूले, टिक लाउनु पर्ने थियो। तर 75 वर्षको अध्ययनले के देखायो भन्दा चाहिँ संसारमा मानिस खुसी हुनको लागि चाहिने पहिलो कुरा चाहिँ सम्बन्ध रहेछ। तपाईँले करोडौँ अरबौँ रुपियाँ कमाउनु भयो बुढाबुढीले, तर बुढाबुढीको सम्बन्ध बिग्रियो भने के हुन्छ भन्नुहोस् त हजुर? तपाईँ आनन्दित हुन सक्नुहुन्छ? सक्दैन। जीवनको सबै सम्पत्तिले किन्न नसकिने कुरा चाहिँ आनन्द, जुन चाहिँ सबै सम्बन्ध बिग्रिन्छ जीवनका आनन्द रहन्छ। मैले केही वर्ष अगाडि मात्रै बिल गेट्स, 3 वर्ष भयो होला, बिल गेट्स माइक्रोसफ्टको मालिक बिल गेट्सले जब डिभोर्स गरे मलाई जीवनमा ठुलो धक फिल भएको जति हो। के भएको होला? बिल गेट्स 70 वर्ष नागेको मान्छेले, त्यो पनि संसारको वान अफ द रिचेस्ट मान्छे, संसारको सबैभन्दा धनी मान्छेले जब डिभोर्स गरे, अनि मैले त्यो बेला मनमा सोचेँ
वास्तवमा विवाहलाई बचाउनलाई त पैसाले त सक्दैन रहेछ। तपाईँलाई थाहा छ बिल गेट्स संसारमा तपाईँलाई थाहा छ नेपालको बजेट भन्दा नेपाल पुरै देशको बजेट भन्दा बिल गेट्सको बजेट चाहिँ ठुलो। नेपालको पुरै वर्षको राष्ट्रिय बजेट भन्दा एउटा मान्छेको बजेट ठुलो, त्यति धनी मान्छे। उनले संसारमा चाहेको भए उनले चाहेको सबै कुरा उनले किन्न सक्छन्, तर के कुराले उनको विवाहलाई बचाउन सकेन त? के कुराले उनीलाई खुसी राख्न सकेन? आनन्द भौतिक कुराले किन्न सकेन। यसकारण भनिन्छ नि मान्छेले महँगो खाट त हामी पैसाले महँगो खाट किन्न सकिन्छ, बिरुवा किन्न सकिँदैन, पैसाले महँगो औषधि किन्न सकिन्छ, स्वास्थ्य किन्न सकिन्न। पैसाले धेरै कुरा किन्न सकिन्छ, तर प्रियहरू जीवनको जब सम्बन्धहरू बिग्रिन्छ नि त्यसले पुरै ध्वस्त बनाउँछ। मलाई मनपर्ने मेरो बिलले मैले धेरै अगाडि चिनेको साथी एकदम राम्रो प्रगति गरेर गएको भाइ दाइमा धेरै छिटो समयमा धनी भएको मान्छे। कोही बेला मलाई छिटो धनी भयो भने मलाई डर लाग्ने कुरा चाहिँ त्यो एउटा भनाइ छ नि, के अरे स्मेलीले भने जस्तो लाग्दैछ मलाई, मान्छे चाहिँ सफल भयो भने 100 जनामा 2 जना मात्रै त्यो सफलताको डाँडामा अडिरहन सक्छ अरे। 100 जनामा 98 जना मान्छेले चाहिँ सफल मान्छे चाहिँ माथि गएर लड्छ अरे। तर दुःखमा जिउने मान्छे छ नि 100 जनामा 2 जना मात्रै लड्छ अरे, 98 जना खडा भइरहेको छ अरे दुःखको पहाडमा पनि। तर सफल मान्छेहरू चाहिँ नि 100 जनामा 98 जना चाहिँ माथि पुगेर चाहिँ लड्छ भन्छ। कोही बेला मान्छे छिटो धनी भयो भने मलाई चाहिँ डर लागिहाल्छ। हाम्रै मण्डली विश्वासी हो अर्को चाहिँ यति धनीहरू भयो। उहाँले भन्नुहुन्थ्यो उहाँको वार्षिक आम्दानी मात्रै 3 करोडभन्दा माथि हुन्छ भन्थ्यो, त्यति उनको फाइदा मात्रै। एकदम धनी भएको विश्वासी हुन्छ। अनि अस्ति समय मैले थाहा पाएँ राम्रो थियो उहाँको 2 जना नानीहरू के भयो समस्यामा सम्बन्ध जब बिग्रियो नि उनीहरू छुटेर कतिवटा गाडी लिएर गयो, महँगो गाडी बनाउँथ्यो, गाडी पनि बाँडे। उहाँ त काठमाडौँको त्यो रिङ रोडभित्रको घर पनि बाँडे बुढाबुढीले। अनि 2 जना छोराछोरी पनि बाँड्यो। बाउले छोरी चाहिँ बाउतिर गयो भन्दै थियो, आमाले छोरा लिएर गयो। दाजुभाइ दिदीबहिनीहरू सम्बन्धलाई बनाइराख्नको लागि बुद्धि चाहिन्छ। पैसा जसले पनि कमाउँछ तर सम्बन्ध कमाउनेहरू थोरै छ। यसको प्रियहरू सम्बन्धलाई हामीले जो ध्यान दिनु जरुरी छ। सम्बन्ध बिग्रिने कुराहरू के कुराले हाम्रो विवाहको सम्बन्धलाई ध्वस्त बनाउँछ? जब सम्बन्धहरू बिग्रिन्छ हाम्रो जीवनको आनन्दहरू हराएर जान्छ। अनि त्यो साथीले अन्तिममा काठमाडौँ नै छोड्यो। उहाँले उहाँ बस्नु अशान्ति भयो। सायद डिभोर्स भएको श्रीमतीसँग भेट्ने डरले हुनसक्छ होइन, कहिलेकाहीँ भेट हुनसक्छ। उहाँहरू छोडेर बाहिर बस्नु। यसको प्रियहरू हामीले 3वटा क्षेत्रको लागि बुद्धि माग्नु जरुरी छ। समय कसरी प्रयोग गर्ने? जतिजना बुवाहरू हुनुहुन्छ तपाईँहरू खुसी हुनुपर्छ। जतिजना तपाईँहरू 70 नाग्नुभयो, यहाँ पश्चिमले 70 नागे भन्दै हुनुहुन्थ्यो। जतिजना तपाईँ 60 70 नाग्दै हुनुहुन्छ तपाईँहरूले पनि यो जीवन अब कसरी जिउनुपर्छ बुद्धि माग्नु जरुरी छ। हामी विवाहितहरूले कसरी परिवारलाई डोर्याउनु पर्यो माथिबाट बुद्धिको जरुरी छ। किनकि बाइबलले के भन्छ? बुद्धिले घर बनाइन्छ। निर्बुद्धि मान्छे चाहिँ रिसाउँछ मात्रै, तर बुद्धिले चाहिँ हामीलाई परिवारलाई डोर्याउन सहायता गर्छ। अघि मैले जवानहरूलाई भने बुद्धि भएको जवानहरूले विवाह कसरी गर्नुपर्ने परमेश्वरले उनीलाई बुद्धि दिनुहुन्छ। बुद्धि भएको विवाहितहरूले आफ्नो परिवारलाई कसरी डोर्याउनु पर्ने हो परमेश्वरले उनीलाई बुद्धि दिनुहुन्छ। बुद्धि नभएको मान्छे रिसाउँछ मात्रै। तपाईँ जुनै पनि श्रीमान र श्रीमती रिसाएको देख्नु भने बुद्धि नभएको मान्छे। म एकजना बुवालाई चिन्छु, यस्तो छोराछोरीलाई कुट्ने कि पेटीले पनि कुट्ने, दाउराले पनि दाउराले दिने, लात्ताले गोदेर गोद्नुहुन्थ्यो भने त्यो चाहिँ बुद्धि नभएको बाउ। अनि उहाँको छोरा 40 वर्ष नागेर अहिले पनि बाउ छोराको राम्रो बोलचाल छैन। विश्वासी दाजुभाइ दिदीबहिनीहरू बाइबलले बुद्धिले के बनाइन्छ अरे हजुर? घर बनाइन्छ, परिवार बनिन्छ।
यो काठको घरको कुरा गरेको होइन, परिवार भनिन्छ। त्यसकारण परमेश्वरले हामीलाई बुद्धि दिउँ, हाम्रो वैवाहिक सम्बन्धलाई लानको लागि, हाम्रो नानीहरू हुर्काउनको लागि परमेश्वरले बुद्धि दिउन्। त्यसकारण इभन नानीलाई पनि अब नानीलाई पुर्ने पनि एउटा तरिका छ, दाइ बाटै नपुर्नुहोस्, किन निर्बुद्धि मान्छेले जे पातेको हुन्छ। अनि मैले भने कतिजना आमाहरू डाँडो पढेर नि हिर्काउँदै रहेछ नानी, नानीले केही रिसबाट फाउन्दै दिए यत्रो ठुलो बुद्धि नभएको आमाहरू बुवाहरू अब श्रीमतीलाई कुट्नु भएको छ त्यो बुद्धि नभएकै हो, राख्नुपर्छ। तपाईँले जीवनमा कहिले पनि श्रीमतीलाई हात उठाउनु भएको छ आज बेलुका गएर श्रीमतीलाई कुर्सीमा राख्नुहोस्, अगाडि घोडा टेकेर। 2070 सालमा मैले 10 वर्ष अगाडि 12 वर्ष तिमीलाई कुटेको थिएँ, मलाई माफ गर। श्रीमती छेउमा यो हात छ नि परमेश्वरले श्रीमतीलाई परिवारलाई सेवा गर्नको लागि हात कुट्नको लागि छ। हजुर सबैजना यसो दाहिने हात देखाइदिनुहुन्छ। 3 मिनट मेरो यो घडीको 4 मिनट भन्छ। दाहिने हात यो हात चाहिँ सेवा गर्नलाई, हजुर परिवारको सेवा गर्नलाई। नानीलाई पनि नकुट्नुहोस् है यो हातले। अहिले भन्नुहोस् अहिलेको वैज्ञानिकहरूले के कुरा पत्ता लगायो भने नानीहरूलाई कुट्नु चाहिँ मिल्छ, तर यो पछिल्लो पाँचुला भन्छ नि त्यहाँ कुट्नु भन्छ, सिर्कुनाले कुट्नु भन्छ, दुख्छ तर चोट्नु भन्छ। हातले नानीलाई कहिले नकुट्नु भन्छ। मनोवैज्ञानिकहरूले त्यो विषयमा अध्ययन भयो। तर नानीले एक झापड हिर्काउनु सुरु आमाहरूको हात चाहिँ छिटो चल्छ है, छोरीले रिस उठ्यो झ्याम्पै हिर्का। अनि तपाईँले यो एक झापड हिर्काउनु छोरी पुरा रुन्छ कि अनि एकछिनमा आँसु सकिन्छ, साक्षात सुसु गर्छु, बाढुली लागे यस्तो हुन्छ, सास रोके यस्तो हुन्छ छोरीलाई। अनि आऊ छोरी भन्छ, आउँदै त्यो ढ्याब्रे हातदेखि त्यही हातले दिएको हो नि त। अनि त्यो हातले आऊ भनेर कहाँ हुन्छ, अघि गालामा त्यस्तो छाप बस्दै गरेर हिर्काएको त्यत्रो ठुलो हातको पन्जा देखिरहेको छ। धेरैचोटि छोरीहरू बाइबलले भन्छ नानीलाई रिस नउठाऊ भन्छ नि छोराछोरीलाई, आमाले रिस उठाउँछ बिना पर्दा गल्ती नगरी फुटेर पनि त्यो बुद्धि नभएको आमा। नानीलाई पिट्नुहुन्छ भने पिट्नुहोस्, तर नानीलाई कोटा थुनेर पिट्नुपर्छ। कोटा किन थुनेर भनेर चाहिँ कसैले थाहा पाउँदैन। अनि निर्बुद्धि आमाले चाहिँ गाउँमा कान तान्दै ल्याइरहेको हुन्छ, छोराको कान त छिमेकीबाट कान तान्दै बोज्दै लात्तले कुट्दै ल्याउँछ। त्यो चाहिँ बुद्धि नभएको बाउ र आमा हो नि। त्यो नानीको एउटा सम्मान छ, त्यो नानी त्यो गाउँबाट हिँड्नु मान्दैन स्कुल जाँदा। किन भन्नुहोस् त, यही गाउँबाट मेरो बाउले कान तान्दै ल्याउँछ। बुवा र आमाहरू नानीले गल्ती गर्छ, पिट्नु राम्रै कुरा, तर कोटा पुगेर भन्नुहोस् तिमीले यो कुरालाई तिमीले मान्दैन, यो कुरा तिमीले गलत गरेका छौ। जब तपाईँ पिट्नुहुन्छ नानीलाई परमेश्वरको अगाडि घोडा टेकाउनुहोस्, प्रार्थनामा ल्याउनुहोस्। अनि उसलाई भन्नुहोस् मैले परमेश्वर विरुद्धमा गल्ती गरेँ, आमा बुवाको विरुद्धमा गल्ती गरेँ। अनि अन्तिममा कुटेपछि के गर्नुपर्छ अरे, अँगालो गर्नुपर्छ। नानीलाई कुनै कुटिहाल्नु भएको छ भने चाहिँ बुद्धिमान आमाले चाहिँ नानीलाई के गर्नुपर्छ हजुर, अँगालो गर्नुपर्छ। तपाईँलाई थाहा छ नि उडन्त पुत्रको स्टोरी त्यसै बाइबल लेखेको होइन। उडन्त पुत्रले आफ्नो सबै सम्पत्ति उडाएको, बाहिर गएर उडायो होइन हजुर, अंश सब उडाएको नि। त्यो उडन्त पुत्र घरमा आउँदै गर्दा बुवाले के गर्छ त, दौडेर गएर अङ्कमाल गर्यो भने लेखेको छ। अनि आफ्नो छोरालाई चुम्बन गर्यो भने अङ्गालोले जहिले पनि बाइबल इज ब्युटिफुल। वैवाहिक जीवनभित्र अङ्गालो अपरिहार्य छ। वैवाहिक जीवनभित्र पति पत्नी बिचमा साथसाथै नानीहरूलाई धेरै अङ्कमाल गर्नुहुन्छ। जुन आमा बुवाले नानीलाई कति मात्र हप्तामा एकचोटि अङ्गालो मार्नु भएको छ भने त्यो नानी चाहिँ सामाजिक हुन्छ भने सोसियल हुन्छ भने चाहिँ एकदम समाजमा बुझेर जाने, सबैसँग राम्रो बोल्ने नानीहरू हुन्छ भन्छ, मान्छेलाई आदर गरेर बोल्ने नानी हुन्छ भन्छ। जुन नानीलाई चाहिँ आमाहरूले अङ्कमाल गरेको छ, आमा बुवाले नानीलाई अङ्कमाल गर्नुहोस्। तपाईँको नानी ठुलो भयो भने अङ्कमाल गर्नु। मेरो छोरा पनि अहिले अब 28 वर्ष लाग्यो, 27 कुरा भएर बिहा गरेपछि पनि मेरो छोरा टेबलमा हुँदा चाहिँ उनीहरूले मलाई अङ्कमाल गर्छ। पछाडिबाट कुर्सीमा बसेको चाहिँ पछाडि अङ्कमाल गर्छ। मेरो छोरा हो, उमेरले 27 वर्ष भएर के छोराहरू छ, छोरै हो नि दाजु, छोरालाई अङ्कमाल गर्नु।
छोरीले स्कुल जाने बेला अङ्कालो माग्नुहोस् आमाहरू बाबाई भन्नुहोस् होइन। धेरै लामो प्रार्थना गर्नु है नानीलाई स्कुल जाने बेलामा आमाले रिस उठाउनु न नानीलाई। यत्रो बोर्डिङको भारी बोकेको छ त्यसरी किताब धेरै हुन्छ। आमाले लामो प्रार्थना गर्छ अन्तर्विन्दीको प्रार्थना। अन्तर्विन्दीको प्रार्थना अरू बेलै गर्नुहोस्। स्कुल जाने बेला छोटो प्रार्थना गर्नुहोस्। भात खाने बेलामा छोटो प्रार्थना गर्नुहोस्। मामा आशिष दिनु यीशुको नाममा आमेन फोपु गरेर भइहाल्नुहोस् न। कतिको बानी हुन्छ फोपुलाई पनि आशिष दिनुहोस् आमाले पनि आशिष दिनुहोस् बोजू बिरामी छ यीशुको नाममा पार्नु त्यो नानीलाई रिस उठ्यो अगाडि मासु पस्केर हाम्रो एल्सोदाई दाजुभाइहरू साह्रो धेरै प्रार्थना गर्नुहुन्छ मलाई मनपर्छ प्रार्थना गर्न सधैँ मनपर्छ। तर उहाँको एउटै कुरा मन नपरेको कुरा भात खाने बेला घुँडा टेकेर लामो प्रार्थना गर्छ। मेरो आफन्तहरू म त भात पकाइ दिन्छु राँगाको मासु भात पकाएको छ घुँडा टेकाएर फुपू बडा बाउ काका काकीको प्रार्थना गर्नु उठेर आउनु त भोग लागेको थियो राँगाको मासु थियो रिस उठेपछि राँगाको मासु भनिदिनु सानो सानो थियो उठेर भात पकाइ रहेछ म जाँदिनँ उनीहरूको आउँथ्यो कहिले भन्दा उठेको मान्छे केटाकेटी हुँदा त भोग लागिसकेको हुन्छ छोटो प्रार्थना गर्नु घुँडा टेकेर अन्तर्विन्दीको प्रार्थना गर्नु मण्डलमा जागृति ल्याउनुहोस् भनेर भात खाने एउटा प्रार्थना गर्नु भएको जागृति नेप्छ छोटो प्रार्थना गर्नुहोस्। हामी सबैलाई परमेश्वरले बुद्धि दिनुहुन्छ है आमा बुवाहरू नानीहरूलाई कसरी हुर्काउनु परमेश्वरले बुद्धि दिनुहुन्छ। परमेश्वरसँग बुद्धि माग्नु हाम्रो घरमा ठ्याक्कै 12 बजे छोटो प्रार्थना प्रभु हामी तपाईँलाई